हेलो नमस्ते स्वागत छ बिनाको भान्सामा। आज म बनाउन जाँदैछु गजबको पिरो हैन। अनि यो वाइवा चाउचो अनि 3टा अन्डा है त। आज चाहिँ यही नै पकाएर खाम्ला भन्ने हामीले सोचेको हैन। बुढा मैले छोरीले अब साँझ मैले खाना त बनाएको छैन। अब यतिखेर चाहिँ 8 बज्यो। भर्खर पसलबाट म आएको। अब बरु अलि छिटो छोरी त बढ्दैन आज खै किन हो त्यस्तो चाउचो खान मन लाएर यो बनाउन त भन्ने कुरा भयो हाम्रो। अब यो बनाउन जाँदैछु हैन। अब बनाउन त अब यो वाइवा चाउचोलाई त तपाईले अब मरमसला हालेर टमाटर प्याज हालेर त मिठो हुन्छ। तर अहिले चाहिँ म सिम्पल तरिकाले पकाउँछु हैन। मेरो चाहिँ अब यो गजबको पिरो छ र मैले यही खाने हो। अनि 3टा अन्डा छ। अब यो बुढालाई एउटा बुढालाई भइहाल्यो, एउटा छोरीलाई एउटा मलाई। अनि आज यो पकाउने। अनि साथीहरु हिजोको माता तीर्थ औँसी कस्तो भयो हजुरहरुको हैन। मेरो त भिडियो पनि गराउन पाएन किनभने अब दिनभरि पसलमा थिएँ म। अनि 9:30 बजे साँझ 9:30 बजे गयौं। अनि गएपछि अब त्यो भिडियो बनाउने कुरा पनि भएन हैन। अलिअलि टिकाटालो गरायौं। अनि यहाँ चाहिँ सगुन दिए। अनि सगुन दिएपछि साँझ 10 बजेतिर चाहिँ हामी फर्क्यौं। अनि आई होप कि सबैको राम्रो भयो होला हैन। मेरो चाहिँ त्यस्तो जहिले पनि चाडपर्वमा साथीहरु साँझ नै हुन्छ। प्रायः जस्तो बिहान म फेरि कही पनि जानै पाउँदिन हैन। किनभने अब छोरीको पनि स्कुल लागेको हुन्छ, आफ्नो फेरि काम हेर्न पर्यो। त्यही हो साथीहरु है। र म अब यसरी पकाउन सुरु गर्छु। अब हिजोको चाहिँ माता तीर्थ औँसीमा पहिलो चोटी चाहिँ मेरो छोरीले मलाई चाहिँ गिफ्ट दिकिन हैन। अनि यहाँ पनि ह्यापी मदर्स डे मामु भनेर चाहिँ मलाई 3-4 चकलेट भइहाल्यो हैन। त्यो चाहिँ दिथिन्। अब जोस अलि बुझ्ने भएको छैन अहिले हैन। अहिले 7 वर्ष पुगिन्। पहिला त अब के हो अब के रे आमाको मुखी दिन पनि के हो भनेको उसलाई थाहै हुँदैन थियो। तर यो सालबाट चाहिँ उसले अलिकति धेरै कुराहरू चाहिँ बुझ्ने भएको छ हैन। र पहिलोचोटी अनि पहिलोचोटी आमाको मुख हेर्ने दिनमा उसले चाहिँ मलाई अस्तिबाट उसको तयारी गरेर चाहिँ मलाई थाहा भएन हैन। थाहा पनि भएन। अनि उसले चाहिँ आफ्नो पापालाई भनेर लुकेर चकलेटहरू भइगयो। अनि एउटा के रे उसमा के भयो के रे छोरो चकलेटहरू के दिएको गरे मलाई भन त ल। चकलेट कार्ड बनाइदिए थिए अनि एउटा बक्स जस्तो थियो। कसरी कि मामुलाई भने मामु सुरुमा भने मामु उता गएछ जब म आइसो भन्छु बल्ल आउनु भने। अनि फेरि यो लिए यहाँबाट लुकाएर सबमा फटाफट हाले। अनि फेरि हिजोतिर फेरि भने मामु उतापट्टि फर्किसो जब आइसो भन्छु अनि बल्ल आउनु भने त्यहाँबाट चकलेट राखेको थिएँ। त्यहाँबाट निकालेर स्कुलमै लगे। अनि फेरि राति भइगयो थियो। अनि लिएर आएँ फेरि पापाले र मैले लुकाएर राखेको थिएँ। अनि फेरि मामले थाहा पाइहालिसु। मामलाई थाहा थिएन मैले आँखा चिम्म गर्दै थिएँ नि मामु। अनि फेरि पापा उता गए अनि मामुलाई दिइहाले। त्यसले चाहिँ चकलेटहरू भइहाल्यो। त्यसपछि त्यो के लेखेर अनि ह्यापी मदर्स डे मामु भनेर लेखाइरहेछ। मलाई त थाहा भएको थिएन। सानोलाई पनि दिएको थिएन। त्यो चाहिँ मलाई थाहा थिएन। अनि पछि नि उसको आफ्नो सानो आन्टीलाई मेरो बहिनीलाई अनि आफ्नो सानो लाएर अनि मलाई चाहिँ उसले दियो। तर मम्मीलाई दिनु पर्छ। कोलाई अरे मम्मीलाई त अर्को साल दिनु नि त। मम्मीलाई त अब मामुले सानोले दिइहालेछ त। अनि पछि मामाले कोलाई मम्मीलाई भनेपछि थियो। अनि किन भनेन भन्दै सानो सन्चो थिएन नि त हिजो। सन्चो थिएन हिजो बहिनीलाई पनि। अनि त्यही भएर पनि त्यस्तै हो साथीहरु। अब यो साल त्यस्तै भयो। अब अर्को साल चाहिँ अर्को त राम्रो तरिकाले मनाउँला भनेर सोचिरहेछौँ। अनि आमाको मुख हेर्ने दिन हैन। जहिले पनि चाडपर्वमा राम्रोसँग मनाउनै पाइँदैन। अब राति अब जो कोठा चाहिँ म बस्ने कोठा र मेरो माइती चाहिँ अलि नजिक भएको हुनाले साँझ नै हो। त्यही हो कि माइती अलि नजिक भएपछि फाइदा त्यही हुन्छ हैन। अब कति मान्छेहरुको त कति टाढा पनि हुन्छन् हैन। अब कसैले कोही आउन पाउनुहुन्छ कोही आउन पाउनुहुन्न आमाको मुख हेर्ने दिनमा हैन।
तर आफूलाई चाहिँ भाग्यमानी ठान्छु कि जस माइतीको नजिकको भएको हुनाले पनि चाडपर्वमा पनि उतिखेर गइन्छ फेरि उतिखेर आइन्छ फेरि त्यही हो साथीहरू। अब म बनाउने तर्खरमा गर्छु होइन। र मेघना चाहिँ अब यहाँ पढ्दैछिन्, यहाँ चाहिँ होमवर्क गर्दैछिन्। होमवर्क गर्नुभन्दा क्लास वर्क गर्दैछिन्। क्लास वर्क होमवर्क पनि 6वटाको छ, 6वटा कपीको छ नि, 6वटा कपीमा कसरी गर्ने हो बच्चाहरूले जान्थे। उसलाई होमवर्क गर्न लाग्यो, झ्याउ लगाइसक्यो उसलाई। बनाउँदैछु बाउछोरी पिरो खानु गएर अनि त्यही भएर पनि अब यही बनाउनु पर्ला। सादा चाहिँ सादा भएर चाहिँ बाउछोरीलाई गराइदिन्छु अनि गजबको पिरो चाहिँ आफू खान्छ। Oh my god, ini ada foto deh. के गरौँ, अन्डा बोइल गराइदिउँ कि फ्राई गरिदिउँ त अन्डा? अघिसम्म चाहिँ फ्राई गरिदिनु भनेर भन्ने होइन, अहिले चाहिँ त्यसुकै गरिदिन्छु। ल म ऊ गर्छु, 3टा अन्डा बोइल गरौँ है त, हुन्छ? ल गजबको पिरो त सबले खाइराख्नु भएको होला होइन, कराई जस्तो अहिले सबले खाएकै हुन्छन्। अनि मलाई फेरि त्यो करेन्ट भन्दा पनि यही नै ठिक लाग्छ। स्वाद त अब त्यो नै मिठो हुन्छ करेन्ट चाउचाउको होइन। अनि त्योभन्दा चाहिँ अलिकति कम पिरो हुन्छ फेरि यो, त्यही भएर प्रायः जस्तो त म त यही नै खान्छु होइन। करेन्ट त्यति खान सक्दैन, एकदम पिरो हुन्छ, कडा पनि हुन्छ त्यो। अब यस्तै हो पकाउने चाहिँ। अब मैले सबै यहाँ राखिसकेँ होइन। अब यिनीहरू चाहिँ अब यहाँ के राख्छु, राखेपछि यो लगभग चाहिँ मेरो यहाँ यो चाउचाउ पाकिसकेछ। अब यसमा यसलाई चाहिँ मैले अब उसमा राख्छु, हटकेसमा राख्छु होइन। यसलाई चाहिँ मैले हटकेसमा राख्छु अनि त्यसपछि यो पकाउँछु। अब किनकि अब यत्तिकै राखे भनेपछि त अब यो चाउचाउ चाहिँ त्यत्तिको चिसो भइहाल्छ, मिठो हुँदैन। अनि त्यही भएर पनि अब हटकेसमा राख्छु। त्यसपछि मेरो चाहिँ अब यो गजबको पिरो पकाउँछु। अब यो यहाँ भयो हाम्रो 3टा अन्डा, गजबको पिरो भइहाल्यो। अनि यो चाहिँ बाउ छोरीलाई अलि पर्छ, अलि पर्छ। यस वाइ चाउचाउ। आज किन अलि अलि गर्दै आइराखा? किन? सिधा दुईटा चम्मच यो ल्याउनु पर्यो नि त, ठुलो कटोरा ल्याएर हाल्नु। कति देखाउ त यो? यहाँ देखाउ। गाइस अहिले हामी चाहिँ चाउचाउ खाइराखौँ। म चाउचाउ हो। अर्कोमा गयो। पुरै बाफ आइराखेको छ कि? चाउचाउको बाफ पो त्यो रहेछ। मजा लागिरहेको? चाउचाउ बनाएको अलिकति गिलो भइहालेछ मेरो यो चाहिँ, अनि त्यही भएर मजाले मिक्स भएन। ल मेरो अर्कोचोटि भन्नु त ल। ल ल अब म सँगसँगै अन्डा पनि खानु पर्यो। आज उल्टो कति सँगसँगै चोर पनि पर्नु पर्यो। चोर हुँदैन, सोध्नु पर्छ नि। कस्तो छ? दामी दामी छ पिरो भयो। पापालाई भयो होला। पुरै गिलो भयो। ल खाइदियो ल। अस्ति पनि मामु छोरीले बनाएको चाउचाउ खाइरहेको थिइन्, मैले पनि खाएको थिएँ। अब आज पनि चाउचाउ। के गर्ने? म भन्दिनँ उटुमा। मजा लाग्दैन फेरि अरूलाई। अरूलाई नसुनाउने, मलाई मात्रै सुनाउनु।
कन्न ए भन्दै छुट्टो कसैलाई पनि नभन्छ ल फेरि कसलाई भन्छ नि हो र तपाईँलाई मात्र भन्छ अरू कसैलाई पनि भन्छ यहाँ बाउ छोरीको काने खुसी भइरहेछ मसँग त्यही त मसँग किन मुबाङ गर्ने मुबाङ के हो गेम खेल्ने हो र यस्तो क्या एउटा गेम आएको किन यस्तो गर्ने स्कुल गेम हो के अकमाको दिदिया खमेदा अकमाको के रे अकमाको दिदिया खमेदा मेरो त यहाँ पसिना आइगबा यो पिरो मुखमा हालेर हिँड्दाखेरि चाहिँ दुध ल्याउनु पर्यो नि दुध त थियो त तिम्रो खाइहाल्यो किन चाहियो त दुध खानालाई पिरो छ र तातो तातो छ खाए ल अन्डा चोरी हुन्छ है फेरि अहिले तातो भयो म के देख्दिनँ र पापा हामी खाइरहौँ खाने हो तिमी तिमी म त नखाने खान तिमीले किन खान्छौ यो गाई जब म धेरै खान सक्दिनँ तातो रहेछ हेर्थ्यो हट्केसम्म राख तातो रहेछ खाने कि नहीं अब म नखाने तिमी तिमी आदि मेरो मामले पनि भ्लग गर्दैछ नि आज पिरो पनि भयो गाइयो पनि तिमीले चाउचाउ मात्रै दियो अन्डा दिएन त्यो कसलाई मलाई यसो अन्डाको अहिले अर्कै भइरहेको मलाई कस्तो अर्कै भएर अघि न के खायो भनेपछि ए दुध र बुस्ट खायो नि बुस्ट त दुध र बुस्ट खाए अनि के खाथे भनेपछि मकै हो क्या तिम्रो आमा मकै खाएको नि त कहाँबाट ए अनि चाउचाउ फेरि चाउचाउ त्यहाँ खाँदा फेरि माथि अनि अड्छ त्यसको पेटमा थाहा छ नि भोलिदेखि गर्ने मैले पनि धेरै पिरो खान सकेन अब यति हो त सकेन खान तिमी त खायौ त्यति पापाले खाइलिनु भयो यस्तै बाउ छोरीको घरमा खेलाएको थियो घरमा छोड्नु फेला टिपेर चाहिँ हालेको मैले ल साथीहरू आजलाई यति होइन अब अर्को दिन नयाँ भ्लग लिएर आउँला नयाँ भिडियो लिएर आउँला र आजलाई यति भन्दै हाम्रो भिडियोलाई लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरेर पनि त्यहाँ बिचमा छेउमा भएको बेल आइकनलाई टुङ्ग हान्ने ल बाई ल